हाई अनि सबैमा नमस्ते। यहाँहरू सम्पूर्णमा स्वागत छ मेरो युट्युब च्यानलमा। छ आज के कस्तो छ कुनै मौसम काठमाडौँ शान्तिनगरको त घाम लगाइराख पानी परेर भर्खरै। बिन्दै के छ दादा, नाटक नगरौ न। शान्तिनगर पेट्रोल पम्प हो साथीहरू। म खाजा लिएर खाजा पुऱ्याउनु हेरेको छ आजको भने मौसम एकदम बहुत अच्छा वाला छ है, फिलिङै आउनेवाला। खाजा लिएर हिँडेको छु साथीहरू। भ्लग बनाउनु पर्यो भनेको वातावरण छैन। काममा यस्तै हो साथीहरू, कहिले कता सिलन्ठङ हिँड्दै। त्यही छ, बाटोमा सपोर्ट गर्ने मान्छे नि भेटिन्छ। जे भने हात छडाइदिन्छ, खुसी लाग्छ। नराम्रो चाहिँ कसैले भन्दैनन्, यति नै खुसी लाग्छ। घाम एकदम तर्केर लागिरहेको। को चिनेको छैन भाइले टक्क ठाउँ देखाइदियो, खुसी लाग्यो। यतापट्टि पनि रोटी हान्दै रहेछन् मैन जसै गरी। रोटी चाहिँ बहुत बिक्छ तन्दुरी रोटी चाहिँ काठमाडौँमा। ठिकै छ। गाडी देख्दा पनि मन मात्र लोभिन्छ। अझै यता BYD छ, बोल्ड योर ड्रिम भनेर। कसरी पुरा गर्ने यत्र घर छन् यत्र। आफ्नो त अहिले एउटा नघर छ। ओ भान्जा छ। आज त मौसम चाहिँ एकदम राम्रो छ, शीतल छ, एकदम आरामदायी छ। भर्खर पानी परेर रहेको छ आज। एउटा बुलेट बाइकको सोरुम थियो, ठाउँै सरेछ अहिले त। यहाँ प्रयाग मार्ग गेटभित्र छु साथीहरू। त खाजा पुऱ्याउन आएको छ। अब यहाँको फेरि भिडियो बनाइदिनु नहुने होला, अनि पछि म फेरि गर्नेछु। खाजा पुरा राइसकेको छु। जमाना पनि कस्तो आएको छ आजभोलि। दुःख पोख्नलाई एकअर्का पनि भिडियो बनाइन्छ अहिले। सबैलाई दुःख देखाउने तरिका यही हो। सजिलो भएको छ सबैलाई। यस्तै छ साथीहरू। दुःख गर्दै जाउँ, भविष्य बनाउला भनेर घर छोडेर आएको। अब भविष्य भन्ने चाहिँ कहाँ छ, कहिले भेटाइन्छ थाहा छैन। दुःख गर्दै जाउँ, सके सफल भइहाल्ला, नसके दुःख गरौँला। हार त मान्दिनँ। के छ, अन्नै कमाउनु पनि छैन, भएको ऋण तिर्न सकौँ, परिवारलाई लिएर सँगै बस्न सकौँ। बस यति भएपछि जिन्दगी पुग्छ। म आज एकदम हतारमा पनि छु साथीहरू। र तल फेरि नानीको बेडाहरू केही छैन। आजको लागि यो भिडियो यति नै। हेरेर साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला। च्यानल नयाँ छ, लाइक गरिदिनु होला। सबैमा हेरेर साथ दिनु होला। फेरि अर्को भिडियो लिएर म फेरि उपस्थित हुनेछु। दिनसम्मलाई हेरेर साथ दिनु होला। दादा टायरमा हावा हाल्नुहुन्छ है उहाँले।